अरू कुनै पार्टीको झन्डा जलाउनु भनेको यसलाई बहादुरी मानिँदैन। यो भनेको कुनै पार्टीको विचारमा अस्तित्वमा प्रहार गर्नु हो। यसलाई अराजकता मानिन्छ। तपाईँ विचारमा असहमत हुनुहुन्छ भने तपाईँले विचारले नै जवाफ दिने हो। कानुन यहाँ सबैले बराबरी हुन्छ। त्यही भएर तपाईँले कानुनभन्दा बाहिर गएर गरेको कुनै हरकतले तपाईँलाई मात्र होइन, तपाईँको पुरा सिङ्गो पार्टीलाई भोलि असर पर्छन्। तपाईँ कसलाई सपोर्ट गर्नुहुन्छ, कसको समर्थनमा हुनुहुन्छ, किन गर्नुहुन्छ, आफ्नो विचार राख्नु पाइन्छ, आफ्नो मत राख्न पाइन्छ। सबैलाई स्वतन्त्र अधिकार छ। तर यसो भन्दै गर्दा तपाईँको व्यक्तिगत कारणले सिङ्गो पार्टीलाई, सिङ्गो देशलाई असर पर्ने खालको हरकत गर्नु भनेको चाहिँ यो दण्डनीय छ। हिजो त्यो झन्डा जलाउनेमा हो त्यही रसापकै कार्यकर्ता होस् या घुसपेट भएको होस् या जोसुकै होस्, गलत चाहिँ गरेको छ। तर यिनीहरूले खोजेर अनुसन्धान गरेर कारबाहीको भागीदार चाहिँ बनाउनुपर्छ, कारबाही गर्नै पर्छ।